आयो भने क्या यहाँ पनि पछि पछि लागिसकेर त्यहाँ खुसुर्क एकले खुसुर्क पसेर चोरेर पस्ने यहाँ पस्ला न त हुन सक्दैन कि कहिले यस्तो हो गो मामा अब मान्छे त लाखौं करोडौं निक्लिसके उसको लागि के भन्छ अरे राजाको लागि त यत्रो धरन गाउँमा अझै माहौल तातो छैन अब हजारौं छोटे राजा भन्दा एउटै छोटे राजा भन्न लागेको मान्छेले दुईटा छोरा छोरी भएकाले त स्वास्नी चट्ट काटेर अर्कासित गर्दाखेरि आज भोलिको उसमा हेर्नु ल त भने त्यो राजा त हिँड्दाखेरि चट्ट पार्दैन नि त फेरि म जस्तो एउटा निक्लिन्छ त एउटा काट्ने भनेको त पारिवारिक कुरो राजा भनेको त देशको विश्वको गौरवको कुरो हो मामा धेरै भरेको खाने राजा हुनु राजा ठिक कि पहिलाको गणतन्त्र ठिक कि राजा ठिक बा होइन गणतन्त्र ठिक हो राजा ठिक हो हेर्नुहोस् त यी कसरी ठिक भयो? एमाले भन्ने मान्छे अहिले समाजवादी कसरी ठिक भयो बा यो राजा त भएन ओ बा राजा र भन्दा यो गणतन्त्र कसरी ठिक भयो पण्डितले खानदानले पण्डितको चलाउने अब हामी त पण्डित बन्न पाइएन यो जम्पल देखाएको मैले जम्पल त्यो हुँदाखेरि त अब हुँको खानदानी राम्रो बन्ने हामीले सकेको त्यस्तै हुने यसमा त के भयो भने जनतामा त सबैले चान्स पाउने भयो नि हिम्मत खुबी भयो त भोट जित्न पर्यो होइन होइन राजालाई चुनाव लड्न चुनौती हो चानसको कुरा हो नि त होइन बा देशको ऊ कुरा पनि डरेर जान्छ नि त त्यही त चुनाव लडोस् जितोस् जे ल्याएर पनि ल्याउँछ नि त बा बेसी खाइसकेको खाइसक्यो त के गर्ने तपाईँ हामीले त्यही भएर जोगाउनु पर्यो राजा ल्याउनु पर्यो भन्ने कुरो भयो राजाले के जोगाउँछ नि लौ त्यो त यिको राजा पृथ्वीनारायण शाहले त अगर 2224 राजालाई एकीकरण गरेको इतिहास त बुझ्नु पर्यो नि त्यो त छोटाले अब बडाले छोटाले जसरी चाप्छ पहिलाकाले धेरैलाई एउटा बनाए अहिले एउटाले फेरि 50औं बनाउन लाग्यो के त्यो भएर कन्ट्रोल त्यही भएर गर्नु सबै जनतालाई राजा राजा भन्नु ठिकै छ राजा बन्दैन नि बन्नु अब आफू त राजा बनेलासँग कहाँ गयो नि होइन अब एक वर्ष तपाईँले केही योगदान दिनु पर्यो भन्नु कहिले कहिले बिस के गर्नुहोस् के अब उहाँ कहाँ तपाईँले राजा माने नि तयार हुनुहुन्न मैले मेरा मावली भनेर मैले अब गर्व गर्छु कहाँ बा तपाईँले आफूलाई राजा माने नि तयार हुनुहुन्न हुनै दिन्नन् को कसरी तपाईँको भाइ बने पनि जो बने पनि जसले नि मान्दैन राज सिस्टम त ठिक होइन राजा आउने भएको बा यसको मतलब आइज नि देखा जाला आउँदा के भयो उसले इन्डियाले समेत राजा चाह त नेपालमा उसले चाहन्छ टुक्रा आफै उसलाई झडप गराउन कति सुरु गर्यो त्यस्तो नगर्नु न इन्डियामा सेवा गर्न तपाईँले अहिले अब पेन्सन त्यही दिइरहेछ अब त्यही इन्डियामा गएर त्यस्तो लडे लोडियो छ त्यस्तो गरेर अब मरेको त आसाम मरियो नि त त्यो हुँ अहिले जिउँदोहरू खाइयो छ मर्यो नि घरकाले खान्छ के कति खान्थ्यो कति बाले राजा भन्नेलाई के गर्नुहुन्छ अरे बा तपाईँले राजा भन्नेलाई के गर्नुहुन्छ अरे त्यसलाई त जिउँदै कालिदिनु दिनु होइन आएको मलाई एकचोटि मेरो मुखेर जन्ती राजा नस्छु त्यो हामीले दिनदिन हेरेको छु मोबाइलमा